हेलो गाइज, हामी चाहिँ आज चिसो पानी आएको घुम्न। पछाडिबाट बजाएर होला। हामी चाहिँ यहाँ आएको चिसो पानीमा। दामी छ ठाउँ, चिसो हावा। यो चाहिँ मेरो खुच्ची बुढी। भनेपछि रिसाउँछ नि त तिमी। अनि भन्ने भनेपछि त अब हुन्छ नि त। बसा आए जस्तो छ। पछाडिबाट हामी चाहिँ अझै 20-25 मिनट हिँड्नुपर्ने। गाडी आयो, एकछिन रोक्नुपर्छ। गाडी जान्देऊ। त माथि चाहिँ जङ्गलै जङ्गल छ। यता पनि जङ्गल, यता पनि जङ्गल। त्यसमा हामी गाडी गयो र हामीले मास्क लगाएको भनेपछि धुलो छ धेरै। हामी हिँड्दै आएको धुलोमा। अब धुलो भयो भने पुरा फेसमा धुलो भए पनि मुखमा नजाओस् भन्ने कुरा हो। त्यस्तो हामीले नराम्रो काम केही गरेको छैन भनेर मुख लगाउनु पर्ने। र हामी नराम्रो पनि छैनौँ। म पनि ह्यान्डसम छु, नि पनि ब्युटिफुल छु होइन। यो कुरामा नहुनु होला। र रह्यो कुरा यहाँको सिन हेर्न सक्नुहुन्छ। यस्तो राम्रो सिन छ। यो पानी, निलो निलो पानी, यो आकाश, यो धन्यवाद खसेर भ्याट लगाएको। धन्यवाद खसेर भ्याट लगाएको। दुःख हुन्छ भ्लगिङ गर्न पनि गाइज होइन। सबैले नगर्नु होला, रिस्की छ। यहाँ बाटोमा पानी जमेको रहेछ भन्न सक्नुहुन्छ। हामी चाहिँ अल द वे फ्रम कैलाली नै हो, तर लगभग 2 घन्टाको बाटो लाग्छ त्यहाँबाट यहाँ पुग्न आएको हो। यो पहाड हेर्नु सक्नुहुन्छ, चट्टान भएको गाइज। यहाँ चढ्न पनि गाह्रो छ गाइज। देखुबाट भोटाइदेऊ मलाई। यहाँ चाहिँ जिप लाइन रहेछ बे। यहाँ जिप लाइन पनि रहेछ। मान्छेहरू जिप लाइनमा जाँदो रहेछ। जिप लाइन यसरी जानु रहेछ। दाइ कसरी जानुभयो? हामी चाहिँ पितमारी जाने भनेर हिँडेको। बाटोमा हामी अलमल लिनु हुँदैन। आउनेलाई बरु सब कुरा आउने बेला गरौँला। र चाहिँ डेस्टिनेसनमा पुग्नुपर्छ। मेरो खन्चे बुढीको हेर त्यहाँ पोको। मान्छे सानो भयो भने धेरै खानुपर्छ मलाई चाहिँ भन्ने अरे। फेरि भन्ने अरे के भने चाहिँ फेरि